एनएबी कक्षा 12 को रिजल्ट विवादपछि ठूलो अपडेट आएको छ। विद्यार्थीहरूको गुनासो र माइती घरको विरोधपछि सरकारले आन्सर सिट ग्रेडिङ र डाटा एन्ट्रीको समीक्षा गर्न समिति गठन गरेको छ। तर इपरेवाको एउटा स्पष्ट सल्युसन छ। विद्यार्थीले 1000 रुपैयाँ तिरेर रिचेकिङ गर्नुभन्दा एनएबीले सबै विद्यार्थीको आन्सर सिट पनि अनलाइन सार्वजनिक गर्नुपर्छ, ग्रेड मात्र होइन। त्यसपछि विद्यार्थीले आफ्नै आन्सर सिट हेरेर कहाँ गल्ती भयो भन्ने बुझ्न सक्छन्। यसले पारदर्शिता बढाउँछ, अनावश्यक विवाद घटाउँछ र प्रणालीप्रति विश्वास पनि बढ्छ। यदि तपाईलाई लाग्छ नागरिकको आवाज अझ बलियो हुनुपर्छ भने फेसबुक, इन्स्टाग्राम र टिकटकमा इपरेवासँग जोडिनुहोस्। 10,000 को समुदाय बनाऊ ताकि यस्ता विषयमा उठ्ने आवाज अझ धेरै मानिससम्म पुग्न सकोस्। यदि तपाई पनि ग्रेड मात्र होइन आन्सर सिट पनि सार्वजनिक हुनुपर्छ भन्ने लाग्छ भने सो अल आन्सर सिट्स कमेन्ट गर्नुहोस् र यो भिडियो शेयर गर्नुहोस् ताकि यो विषय गभर्नमेन्टसम्म पुग्न सकोस्। यस्ता अपडेटका लागि इपरेवालाई फलो गर्नुहोस्।